म चाहिँ इन्डिया कणपुरे घुम्ने ठाउँ बसिरहेको थिएँ। हजुर। कणपुरे घुम्ने ठाउँ बसेर त्यहाँको एउटा म त्यो आर्य मुस्लिम थियो एक ठाउँ, त्यो गद्दा म चाहिँ त्यहाँ फिटिङ गर्न गएँ। त्यो देशीले मसिन चलाउँथ्यो, पुराना हृदयहरू तेलले, अब पुराना कपडाहरू तेलले चाहिँ बनाउँथ्यो, चलाउँथ्यो। म चाहिँ हेर्दै अनि त्यहाँ सार्दै पारि पसलमा लिन्थेँ। त्यही पसलबाटै मैले यो जुम्लामा गएर पनि यो चाहिँ त्यो मसिन गर्नुपर्छ भनेर मेरो सोच आयो। ताइबाटै सुरु गरेँ। तब त्यो ठुलो मसिन आइसक्यो भने, जब राष्ट्रिय लाइनबाट अनि बत्तीबाट चल्ने मसिन आयो भने त्यस पछाडि अब लगानी त धेरै चाहिन्छ। लगानी नभए त अब कामै हुन्न। लगानी भयो भनेपछि पछि म 2-4 कर्मचारी राख्ला भन्ने मेरो सोच छ। अब म 2-3 पटक गएँ। अब 2-3 पटक गइसकेपछि हुन्छ भन्नुभएछ। अब कहिले हुने हो, अब त्यस कारणले अब त्यति विचार लाग्छ। अब के गर्ने, गाउँपालिकाले अस्ति आएर घरै नापिक्नु गरेर ल्यायो। अब म 2-3 पटक गएँ के अरे। अब त्यो घर नक्सा पास दिँदैन, नक्सा पास नदिएर ब्याङ्कबाट ऋण ल्याउने उनीहरूको अब ऋण, अब त्यो नक्सा पास पहिले त एकचोटि ब्याङ्कले त्यत्तिकै ऋण दियो र अब अहिले तिर्नु बाँकी 54,000 कति मात्रै छ बाँकी। फेरि ब्याङ्कले अब नक्सा पास ल्याउनु भने नक्सा पास गर्नु, हामी ऋण थपिदिन्छु भन्नुभयो। गाउँले पनि अहिलेसम्म गाउँपालिकाले चाहिँ नक्सा पास अब यो नाप्नु गरेर दियो। अब 2 महिना भइसक्यो, अहिलेसम्म नक्सा पास पाएको। नमस्कार। आज कर्णाली कचहरी न्युज हेरेर बस्नुभएका सम्पूर्ण दर्शकवृन्दहरूलाई आज तिला गाउँपालिकामा म केही फरक नयाँ विषयलाई म उठाउन गइरहेको छु। आज हामीसँग हुनुहुन्छ हरिबहादुर राउत, जो चाहिँ 4-5 वर्षदेखि यो सिरक डस्नाको उद्योग छ उहाँसँग, सिरक डस्ना बनाउनुहुन्छ। उहाँसँग कसरी यो क्षेत्रतिर आउनुभयो, कसरी काम गर्दै हुनुहुन्छ, म केही कुराकानी गर्न गइरहेको छु। हजुर नमस्कार। नमस्कार। यो हजुरले जुन यो सिरक डस्ना बनाउनु भएको छ, कति वर्षदेखि बनाउनु भयो त हजुरले? मैले बनाएको अहिले 7 वर्ष जति भयो। हजुर। अब 7 वर्ष जति भयो अहिलेसम्म। अब यस्तो चलाइरहेको छु। अब अस्ति आगो लागि भइहाल्यो कुराकानी, अब त्यहीँबाट ठप्प भइरहेछ। अनि जस्तो यो उद्योगमा काहीँ सङ्घ संस्थाहरूबाट अथवा कुनै गाउँपालिका वडापालिकाले अहिलेसम्म हजुरले सहयोग गरे हो कि हजुरले चाहिँ आफै बनाउनु? केही सहयोग गरेका छैन। गाउँपालिकाले पनि सहयोग गरेका छैन, वडाले पनि सहयोग गरेका छैन। हो। अनि यो उद्योग सञ्चालन गर्दाखेरि कति लागतले खोल्नुभयो त हजुरले? मैले यो 375 मै खोले हो। हजुर। 375 अहिलेसम्म 3,75,000 मा तपाईँको सानो मझौला उद्योग हजुरको सञ्चालन भयो? त्यही सञ्चालन भयो। दिनमा कतिको सिरक डस्नाहरू उत्पादन बनाउनुहुन्छ त? दिनमा अब अस्ति अब त्यहीले 15-16वटा 12-13वटा बनाउँथेँ। 12-13वटा बनाउन सकिन्छ दिनमा। तपाईँ एक्लैले 12-13वटा बनाउनुहुन्छ भनेपछि यसको कसरी बेच्नुहुन्छ? आफै जानुहुन्छ कि पसलमा मान्छे लिन आउँछन् कि कस्तो छ? कोही लिन आउँछन्, कोही आफै गएर गाउँमै बेच्छु मैले। अनि के गर्ने, भिएको पैसा पनि दिन्नु। अब गाउँलेहरू के गर्ने, टाढा मान्छे बढे, अब के गर्ने। हो। त्यसो भनेपछि तपाईँ आफै बनाउनुहुन्छ, आफै बनाइसके पछाडि तपाईँले आफै बेच्न लानुहुन्छ। कतिको फाइदा छ? फाइदा त केही छैन अहिलेसम्म। अब नै लगानीले के पुग्छ। अब यो चाहिँ फाइदा भए नभए अहिलेसम्म गरिरहेको छौँ। भने मतलब तपाईँलाई चाहिँ यो काम गरेर फाइदै भइरहेछ भनौँ? ठिकै भइरहेछ। ठिकै। कतिको दिनमा जस्तो एउटा डस्नाको मूल्य कतिको रहन्छ त? त्यही मैले 1000 देखि 1200-1300 सम्म बेचिरहेको छु। एउटा सिरक 1000 देखि 1200-1300 सम्म हुन्छ। जस्तो तपाईँले एउटा सिरक बनाउँदाखेरि कतिको खर्च आउँछ? आफ्नो पारिश्रमिक भयो, यो कच्चा पदार्थ कपास अनि मेसिन सबै खर्च गरेर कतिको फाइदा हुन्छ त? फाइदा त्यति छैन। कति 20-25% चाहिँ फाइदा हुन्छ? 10-12-13%
10-12%। 10-12% चाहिँ एकबाट 10-12% भयो भने दिनमा चाहिँ त्यही 1,000-1,200 ए 800-900 कहिले 700 कहिले 500 पनि हुन्न, कहिले 100 पनि हुन्न। त्यस्तो छ। अब यो लगानी नभएर यसरी भयो। अनि यो चाहिँ तपाईँले दैनिक यसरी चलाइराख्दाखेरि अहिलेसम्म कसैले चाहिँ यो भन्दा चाहिँ राम्रो गर्नुपर्छ भन्ने कहीँबाट त्यस्तो सहयोग गर्नुपर्छ, सहयोग हुन्छ भनेर कहीँ त्यस्तो केही सहयोगहरू आएको? मान्छेहरू त अब यो चाहिँ अरू बढाउनु पर्यो भन्ने सहयोग मान्छेका मात्रै मुखितको मात्रै सहयोग भए, तर आर्थिकको सहयोग भएन। अब यो जो उद्योग छ हजुरको, यो उद्योगलाई ठुलो बनाउनु पर्छ भन्ने विचार लाग्दैन तपाईँले? विचार त लाग्छ। अब के गर्ने, गाउँपालिकाले अस्ति आएर घरै नापिक्नु गरेर लियो। म 2-3 पटक गएँ के अरे, अब त्यो घर नक्सा पास दिँदैन, नक्सा पास नदिएर ब्याङ्कबाट ऋण ल्याउने उनीहरूको अब ऋण, अब त्यो नक्सा पास पहिले त एकचोटि ब्याङ्कले त्यतिकै ऋण दियो र अब अहिले तिर्नु बाँकी 54,000 कति मात्रै छ बाँकी। फेरि ब्याङ्कले अब नक्सा पास ल्याउनु भने नक्सा पास गर्नु, हामी ऋण थपिदिन्छु भन्नुभयो। गाउँले पनि अहिलेसम्म गाउँपालिकाले चाहिँ नक्सा पास अब यो नाप्नु गरेर लियो। अब 2 महिना भइसक्यो, अहिलेसम्म नक्सा पास आएको छ। नक्सा पास भएको छैन भन्नुभयो। यो नक्सा पास गाउँपालिकामा कुन शाखाले गर्दो रहेछ? अब एउटा दिलिन्द भन्ने आएको थियो है, अब तिनले नाप्नु गरे, अब अहिलेसम्म हुन्छ भन्नुभएको छ। अब हुन्न हुन सक्नु भएन, अब के गर्ने हो। तपाईँको गाउँपालिकाले अहिलेसम्म नक्सा पास गरेको छैन, तपाईँको उद्योग पनि भर्खरै आगलागी भयो भन्नुभयो। अनि आगलागी भएपछि कतिको क्षति भयो त? मेरो क्षति त्यही 4-5 लाख जतिको क्षति भयो। त्यहाँ के सामानहरू थियो त्यहाँ? लगै थियो, अब रुई अरू थियो, अब मुसिन भयो, त्यो सबै गरेर 5 लाखको क्षति। 5 लाखको क्षति भयो। त्यस्तो 5 लाखको क्षति हुँदाखेरि गाउँपालिकाले के सहयोग गर्छ भन्ने आश्वासन त्यस्तो केही दियो त हजुरलाई? आश्वासन त दिएछ। अब प्रहरी मसिनर खोज्यो, वडा मसिनर खोज्यो, सबै अब क्षतिपूर्ति दिने भनेर चाहिँ अस्ति खाता नम्बर पनि दिनुभएको छ। अब दिने हो कि के गर्ने हो त्यो त अब अहिले थाहा छैन। तपाईँलाई चाहिँ कस्तो भने मानौँ त हजुरको उद्योग चाहिँ जल्यो, जलिसकेपछि गाउँपालिकाले उसको चाहिँ धेरै थोरै भए पनि तपाईँलाई प्रोत्साहन स्वरूप खर्च दिन्छु भन्नु। त्योभन्दा बेटर त तपाईँलाई के रहेछ भने नक्सा पास गरिदियो भने बैङ्कबाट छिटो पैसा निकाल्न पायो भइदियो, यो अलिकति विरोध गर्छु भन्ने कुरा हो। त्यही हो सर, अब के गर्नु पर्यो, अब छिटो घर नक्सा पास भयो भने ब्याङ्कबाट अलिक बढी ऋण निकाल्ने, बढी ऋण निकालेपछि अब यो चाहिँ म मसिन पनि नयाँ ल्याउने नयाँ है, अब व्यवसायहरू बढ्ने भयो। अब अहिले डन्डीपुरबाट चलाएको थियो, अब राष्ट्रिय लाइन जोड्ने सम्भावना भयो। अब पैसा नपाइकन यतिले खुम्बिएको छौँ, अब के गर्ने। त्यसो भएपछि तपाईँ गाउँपालिका जाँदाखेरि गाउँपालिका कर्मचारीहरूले नक्सा पास हुन्छ भन्नुभएको छ कि हुँदैन, के भनिराख्नु? हुन्छ त भनिराख्नु भएको छ। हुन्छ भनिराख्नु भएको छ, तपाईँ धाइराख्नु भएको छ। त्यो कसको तपाईँको आफ्नै कमजोरी हो कि धेरैचोटि नगएर उहाँहरूले काम ढिलो गरिदिया हो कि उहाँहरूको सिस्टमले चाहिँ ढिलो गरे कस्तो छ? अब म 2-3 पटक गएँ के अरे, अब 2-3 पटक गइसकेपछि हुन्छ भन्नुभएको छ। अब कहिले हुने हो, अब त्यस कारणले अब तपाईँको सोचमा गाउँपालिकाको लापरवाहीले गर्दाखेरि 2-3 महिनासम्म चाहिँ हजुरको यो घरको नक्सा पास भएन भन्ने कुरा निस्कियो होइन? अब गाउँपालिकाले त नक्सा पास गरिदेला, बैङ्कबाट पैसा निकालिसकेपछि नयाँ मेसिन ल्याएर विरोध बनाएर अलिक ठुलो उद्योग बनाएर तपाईँले चाहिँ मान्छेहरू अरू कर्मचारीहरू पनि राख्ने सोच बनाउनु भएको छ कि होइन? यसलाई पनि पहिलाको जस्तैमा आफै बनाउने, आफै बोकेर गाउँ लिने कस्तो छ? मेरो चाहिँ कस्तो छ भने ठुलो मसिन भयो भने अब जस्तै तब त्यो ठुलो मसिन आइसक्यो भने जब राष्ट्रिय लाइनबाट अनि बत्तीबाट चल्ने मसिन आयो भने
त्यस पछाडि अब लगानी त धेरै चाहिन्छ, लगानी नभए त अब कामै हुन्न। लगानी भयो भनेपछि पछि म 2-4 जना कर्मचारी राख्ला भन्ने मेरो सोच छ। 2-4 जना कर्मचारी राख्नुहुने हो। यो जुन चाहिँ रजै गद्दा जुन चाहिँ हजुरको पेसा नै होइन, अहिले चाहिँ पेसा बनाउनु भयो। पहिला बाबु बाजेले पनि गर्नु भएको थिएन। त्यो चाहिँ तपाईँको सोच कहाँदेखि आयो त? म चाहिँ इन्डिया कणपुरे घुम्ने ठाउँ बसिया थिएँ। हजुर, कणपुरे घुम्ने ठाउँ बसेर त्यहाँको एउटा म त्यो आरी मुसिन थियो एक ठाउँ, त्यो गद्दा म चाहिँ त्यहाँ फिटिङ गर्न गएँ। त्यो देशीले मसिन चलाउँथ्यो, पुराना रजाइहरू तेलले, अब पुराना कपडाहरू तेलले चाहिँ बनाउँथ्यो, चलाउँथ्यो। म चाहिँ हेर्दै अनि त्यहाँ सार्दै पारी पसलमा लिन्थेँ। त्यही पसलबाटै मैले यो जुम्लामा गएर पनि यो चाहिँ के मसिन गर्नुपर्छ भनेर मेरो सोच आयो, त्यहीँबाट सुरु गरेँ। अनि तपाईँ गाउँ जानुहुन्छ, कसरी बनाउनुहुन्छ भनेर त पक्कै पनि सोच्छन् होला। जस्तो यही ठाउँमा तपाईँले कसैले भनेका छन् कि यो कसरी सञ्चालन गरिराख्नु भएको छ, कति लागत छ, यो गर्दाखेरि चाहिँ कतिको फाइदा घाटा छ, हामी पनि सञ्चालन गर्छौँ भन्ने मान्छे कोही जस्तो भेटिएको छ तपाईँले? त्यो त धेरै भेटिन्छन्, त्यो मान्छे त धेरै। अब जुम्ला जिल्लाभरिका मान्छेहरू भेटिन्छन्, गाउँका बुढापाकाले पनि भेटिन्छन्। यो उत्पादन कहाँ गर्नुहुन्छ, के गर्नुहुन्छ भन्छन्। मैले के भने मैले 2 वर्ष त त्यहाँका पुराना कपडाहरू पेलेको हुँ है, पुराना कपडाहरू पेलेको हुँ। पछि त्यस पछाडि मैले नेपालमा कबसै ल्याएर पेल्छु। अनि मैले त्यो कपडा पेल्न छोडिसकेपछि मसिन चाहिँ कम दिने अवस्थामा गयो। त्यस कारणले चाहिँ यो रुईको प्रयास गरेँ मैले। रुई ल्याइसकेपछि अहिले रुई कवासकै चाहिँ बनाउँछौँ। अब अहिले ठुलो मसिन ल्याउँदाखेरि भेटिया चाहियो। ठुलो मसिन ल्याएपछि मैले यहाँको कच्चा पदार्थहरू अनि तल इन्डियाबाट किन ल्याउनु पर्यो। अब यहीँकै उत्पादन भयो भने त अनि ठुलो मसिनले चाहिँ काम गर्न सकिने भयो। अनि बाहिरबाट किन ल्याउँ, इन्डिया पेलेको रुई चाहिँ नेपालभित्र किन ल्याउने भनेर सोच्दैन। भनेको मतलब तपाईँको अब यतैतिरको जो सिलाइ सेन्टरमा बचेका साना साना टुक्राहरू भए, त्यस पछाडि गएर गाउँघरमा भएका जो पुराना कपडाहरू भए, त्यसलाई खरिद गरेर हजुरले चाहिँ यहीँकै कच्चा पदार्थ बनाएर त्यसलाई चाहिँ कपास बनाएर तपाईँले चाहिँ त्यसबाट सिरक डस्ना बनाउने विचार गर्नुभएको छ? त्यही हो। अब हामी जाँदै समग्रमा पालिकामा सबैले के भन्न चाहनुहुन्छ? अनि पालिकामा त अब सबैले त अब अहिलेसम्म पालिकाले मलाई वडा पालिकाले पनि अब गाउँपालिकामा त्यस्तो सुझाव सल्लाह त दिएको छैन। अनि अब अरू बाहिरका मान्छेहरूलाई सुझाव सल्लाह दिन्छन्, तपाईँको चिज चाहिँ यसरी माल पैसा लगानी गर्नु पर्यो, बढाउनु पर्यो, मालहरू चाहिँ दिनमा तपाईँतिर गाउँपालिका चाहिँ माल अझै बढ्ने सम्भावना देखिया छ भन्छन् बुढापाकाहरूले, अब चिनेको साथीहरूले। तर पालिकाले अहिलेसम्म वडाले पनि त्यस्तो चाहिँ सल्लाह दिएको छैन र पालिकाले पनि सल्लाह दिएको छैन। हस्, धन्यवाद।